साथीहरू एकदम चिसो छ। मैले चाहिँ थुक्पा पकाएर खाने निदो गरेँ। अब म काट्छु प्याज, साइडमा काट्छु है, काटेको चाहिँ देखाउँदिनँ। चिसो छ अनि यस्तो रुगा लाग्ला जस्तो, त्यस्तो धेरै चिसो त होइन, मौसम चेन्ज हुन लागेको कारणले होला मलाई यस्तो रुगा लाग्ला जस्तो भइरहेको छ। अनि चिसोमा थुक्पा पकाएर खाम न भनेर मैले चाहिँ प्लान गरेँ है। थुक्पाको लागि सुप चाहिँ बनाउने, अनि थुक्पा चाहिँ अरू पकाउँछु म। तेल पनि खाइसक्यो, सक्नुहुन्छ धुवा उडिरहेछ यहाँ। प्याज फ्राई गरेँ। यो चाहिँ मैले क्याप्सिकम र बन्दालाई काटेर राखेको छु है। लसुन पनि मसिनो गरेर हाल्यो भने झन् टेस्ट हुन्छ क्या, त्यही भएर लसुन पनि हालिदिन्छु। 4 पोटी नै होला। साथमा रहेको छ हनी वाटर, हट लेमन। अनि मासु पनि हाल्ने थोरै, यो चाहिँ मासु हो। मासु काट्छु म। पहिला कति 25 रुपियाँमा पाउँथेँ हाम्रोतिर थुक्पा। अनि हामीलाई चाहिँ चपस्टिकले खानु नआए पनि सिक्थ्यो कि त्यतिखेर जियोस्। एकदम मिठो हुन्थ्यो त्यो, होटेलकै मिठो लाग्थ्यो त्यतिखेर चाहिँ। अहिले चाहिँ घरकै मिठो लाग्छ। त्यो जमानामा चाहिँ अब किन होटेलकै मिठो लाग्ने त्यतिखेर। अहिले त म घरमै सबै कुरा बनाइदिन्छु। जाँगर चाहिँ चलाउनु पर्यो, अनि प्लस सामानहरू सबै हुनु पर्यो। म सबै बनाइदिन्छु घरमै। मासु हालिदिन्छु। मासु चाहिँ पाकेकै हो ल साथीहरू, मासु चाहिँ पाकेकै हो। त्यसलाई हल्का मात्रै रक्यो भने यता फेरि लसुन केलाउनु पऱ्यो नि त। लसुन केलाउने। मेरो चाहिँ यहाँ भित्र बनायो भने लसुनहरूको यस्तो, हामीलाई त बास्ना हो, उनीहरूलाई चाहिँ गन्दा, यस्तो गन्दा लाग्छ नि त भित्र। अनि त्यही भएर म चाहिँ मेरो लागि बाहिर पकाएर खान्छु। तर ठिकै छ, बाहिर पनि आनन्द बनाउनलाई सबै कुरा छ है, सजिलै हुन्छ। त्यस्तो मलाई ठिक छ बाहिर झन् खुल्लामा। लसुनको चासु ल साथीहरू, सिम्पल गरेर बनाएर खानु। अब यो प्याज र क्याप्सिकम र बन्दालाई नि हालिदिन्छु म।
चना पनि छ, म चना पनि हाल्छु। लसुनको पेस्ट, म चना दिन जान्छु। चना दिन जान्छु, चना त यहीँ छ। चना, यो चना हो, चनालाई पनि हाल्यो। म चाहिँ थुक्पाको लागि सुप बनाउँदैछु। सुप बनाएर राख्यो भने थुक्पा पकाउनलाई कति पनि टाइम लाग्दैन, पानीमा उमाल्ने मात्रै हो। मलाई त्यस्तो टाइम लाग्दैन है। तपाईँहरूलाई चाहिँ खाना बनाएर खाना कतिको जाँगर चल्छ नि? मलाई चाहिँ एकदमै जाँगर चल्छ है खाना बनाएर खाना। त्यही भएर पनि यस्तो मोटी भएकोलाई कामलाई पनि गर्दै गर्ने, यता खाना पकाउँदै गर्ने, खाने है, भ्याउँछ रफ्तार चाहिँ हुन्छ। पाक्दैछ अघि हालेको सबै। बास्ना मिठो हुँदैछ। अनि मैले यसमा टमाटरलाई पनि लगाइदिन्छु। म चाहिँ सुप ग्रेभी बनाउनु है, थुक्पा बनाउनु। म नुन लिएर आउँछु। नुन हालिदिन्छु म। अनि मसँग चाहिँ हुचिङ, टेस्टिङ जे भने नि हुन्छ। हामी चाहिँ हुचिङ पनि भन्छौँ, अनि कसैले टेस्टिङ पनि भन्नुहुन्छ है। अनि यो चाहिँ चिकन किब हो, म्याजी भन्छ यहाँ चाहिँ। म्याजी हालिदिन्छु म चाहिँ हुचिङ नभएको कारण आधी हालिदिने। अनि यसलाई चलाइदिने यस्तो। अनि यसलाई चलाइदिउँ। चलाएर अनि टमाटर चनाहरू पाक्नुपर्छ नि त, त्यही भएर यसलाई चाहिँ छोपिराख्नुपर्छ। छोपिराख्ने। सुप चाहिँ पाक्दैछ है साथीहरू। सुप हेरौँ कस्तो भएछ। वाउ, सुप पाक्यो। पाक्यो अरे, पाक्दैछ ढक्क लाएर। म चाहिँ अब यता चाहिँ थुक्पा पसाल्नु पर्यो। थुक्पा पसाल्ने, थुक्पा यतापट्टि यताको भएर कोल्टी भएर अनि यो पानी झन्डै पोखियो। थुक्पा बनाउने म अब चाहिँ एकैचोटि पाकिसकेर रेडी भएपछि मात्रै भिडियोहरू गर्छु। भिडियो एकदम लामो हुन्छ नि। सुप पनि रेडी हुँदैछ। यता मैले थुक्पा बसालियो, हेर्नुहोस्। अब म एकैचोटि। ल साथीहरू, थुक्पा चाहिँ रेडी भइसक्यो। सुप यता रेडी भइसक्यो है। सुप हो।
चाहिँ थुक्पा 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 चाहिँ रेडी भयो। चाहिँ थुक्पा सुकाउँछु म। क्यामेरा थुक्पा यो चाहिँ खुर्सानीको अचार हो, मैले घरमै बनाएको खुर्सानीको अचार। हेर्नुहोस् त, यो चाहिँ मैले घरमै बनाएको खुर्सानीको अचार। यसलाई थोरै राख्छु यसलाई। अनि यो चाहिँ टिम्बुरको धुलो, धुलोलाई नै लगाउँछु। हेर्नुहोस् त, वाउ, थुक्पा रेडी भइसक्यो। थुक्पा चाहिँ अब मैले खाने। ल साथीहरू, खाए ल। थुक्पा खाने चिसो छ, थुक्पा खाने अनि काम गर्नु पर्ला। मिठो छ। जाडोमा थुक्पा तातो तातो एकदम मिठो। मिठो। साथीहरू खाइसक्यो। खाइसक्यो। यो चाहिँ टिम्बुरको मुनिको धुलो मिठो भएको थियो एकदम धेरै।